जय मसी सबैजनालाई। हामी गर्ल्स प्रेयर ग्रुपबाट यो सानो भिडियोमा हजुरलाई स्वागत छ। यो हाम्रो पहिलो ब्लग हो। यो ब्लगबाट म हजुरहरूलाई केही कुराहरू शेयर गर्न चाहन्छु। के तपाईहरुलाई थाहा छ परमेश्वरले हामी छोरीहरूलाई एकदमै प्रेम गर्नुहुन्छ भनेर? बाइबलमा पनि परमेश्वरले छोरीहरूको प्रार्थना छिट्टै सुन्नु भएको छ। त्यही भएर हामी महिनामा एकचोटि एक ठाउँमा भेट्ने गर्छौं। त्यो ठाउँ चाहिँ फरक हुने गरेको छ। सानोदेखि गुम्सिएर रहेको, हृदयमा गडेर बसेको, कसैलाई भन्न नसकेका कुराहरू, सानोदेखिको ट्रमाहरू लगायत हाम्रो चर्चको लागि, विश्वभरकै लागि, विश्वासीहरूको लागि, युथहरूको लागि, बालबालिकाहरूको लागि हामी आफ्नै तरिकाले प्रार्थना गर्ने गर्छौं। परमेश्वरलाई आराधना गर्दा हामीले रात बितेको थाहा पाउँदैनौं। त्यो क्षण एकदमै सुन्दर हुने गरेको छ। दिनको अन्तिम क्षणदेखि बिहानको सुरुवातसम्म परमेश्वरको महिमा गर्नु कति असल र कति राम्रो। यो ग्रुपमा हामी एउटै चर्चको छैनौं। फरक चर्चबाट हामी यसरी भेला हुने गर्छौं। म तपाईहरुलाई उत्साह दिन्छु कि तपाईहरु जहाँ पनि हुनुहुन्छ, क्रिस्चियन दिदीबहिनीहरु भेला हुनुहोस्। तपाई घुम्नुहोस्, खानुहोस्, टिकटक बनाउनुहोस्, तर सबै कुराहरुबाट परमेश्वरको महिमा गर्नुहोस्। यो पालि हामी 9 डाँडा गएको थियौं। एक दिन बसेर हामी फर्क्यौं। हामी 8 जनाको ग्रुप छौं। आशा गर्छु यो भन्दा धेरै हाम्रो मेम्बर हुनुहुनेछ। याद गर्नुहोस् है, तपाईहरुको लागि प्रार्थना गर्ने कोही छैन भने हामी गर्ल्स प्रेयर ग्रुप सधैं तपाईहरुको लागि प्रार्थना गर्नेछौं। तपाईहरुको पनि प्रार्थनाको अनुरोध छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ। र अन्त्यमा हामीले सिकेको कुरा, सानो प्रार्थना ठूलो सेवाकाई।